सबैजनालाई। आशा गर्छु तपाईहरु सन्चै हुनुहुन्छ होला। यस भिडियोमा तपाईहरुलाई फेरि पनि स्वागत छ। यस भिडियोद्वारा हाम्रो परमेश्वरलाई धेरै महिमा भएको होस्, किनभने महिमाको योग्य एकमात्र परमेश्वर हुनुहुन्छ, जसले तपाई र म जस्तो पापीलाई उहाँले बनाउनु भयो अनि हामीलाई हरेक पापद्वारा क्षमा गर्नुभएको छ। अनि आजको वचनको भाग छ यूहन्ना 9:3 मा यस प्रकारले लेखिएको छ, येशूले जवाफ दिनुभयो, न त यसले पाप गर्यो न यसका आमा बुवाले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमाथि प्रकट होस् भनेर। साँच्चै नै यो त्यो समयको कुरा थियो जब येशू आफ्नो चेलाहरूको साथ उहाँ मन्दिरबाट जाँदै हुनुहुन्थ्यो। त्यो समयमा चाहिँ एउटा भिख माग्ने भिखारीलाई उहाँले हेर्नुहुन्छ अनि येशूका चेलाहरूले आएर येशूलाई पुछ्छन् कि रब्बी यसले पाप गर्यो या यसका बुबा आमाले पाप गरे, किनभने यो जन्म नै अन्धा छ। तब येशूले भन्नुहुन्छ कि न त यसले पाप गर्यो न यसका बुबा आमाले पाप गरे, तर यो यस प्रकारले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमाथि प्रकट होस् भनेर। आमेन। साँच्चै नै हाम्रो परमेश्वर चाहिँ हरेक कुरालाई जान्ने परमेश्वर हुनुहुन्छ, किनभने उत्पत्तिका हरेक कुराहरूलाई जान्ने, उत्पत्तिका हरेक कुरालाई सृष्टि गर्ने अनि आदमलाई उहाँले बनाउनु भएको थियो। किनभने हामी सबैलाई थाहा छ कि येशू ही परमेश्वर हुनुहुन्छ, परमेश्वर ही येशू हुनुहुन्छ, किनभने मानिसको पापलाई धुनुपर्ने थियो। त्यही भएर उहाँ परमेश्वर येशूको रूप धारण गरेर, पुत्रको रूप धारण गरेर उहाँ संसारमा आउनु भएको थियो। तर उहाँ पुत्र हुनुहुन्थ्यो, तर उहाँ चाहिँ परमेश्वरका कुराहरू पनि उहाँलाई थाहा थिए कि उहाँले कसरी उत्पत्तिका कुराहरूलाई सृष्टि गर्नुभएको थियो, कसरी आदमलाई उहाँले मिट्टीबाट बनाएर जीवनको सास उहाँले फुक्नु भएको थियो आदममाथि भनेर। त्यही भएर उहाँलाई सबै कुराहरू थाहा थियो। त्यही भएर उहाँले भन्नुहुन्छ कि न त यसले पाप गर्यो न यसका बुबा आमाले पाप गरे। किनभने हामी यस वचनदेखि अलिकति माथि गएर हामी हेर्छौँ भने यसमा यस प्रकारले लेखिएको छ, साँच्चै म तिमीहरूलाई भन्दछु अब्राहम हुनुभन्दा अघि नै म छु। आमेन। यसमा चाहिँ येशूले यो सबुत दिनुहुन्छ कि अब्राहम हुनुभन्दा पहिला नै म छु भनेर। किनभने अब्राहम धेरै पहिला थिए, तर येशू त्यो समयमा आएर येशूले भन्नुहुन्छ कि अब्राहम हुनुभन्दा पहिला पनि म छु भनेर। त्यही भएर येशूले चाहिँ यस व्यक्तिको जीवनमा भन्नुहुन्छ कि यो चाहिँ परमेश्वरको काम यस मानिसको जीवनमाथि होस् भनेर यो भएको। अनि येशूले चाहिँ यस व्यक्तिलाई चङ्गाई गर्नुहुन्छ। मिट्टीमा चाहिँ माटोलाई सानेर उहाँले त्यसको आँखामा लगाउनुहुन्छ अनि सिलोमा गएर तिमी धौ भन्नुहुन्छ अनि त्यो व्यक्ति देख्ने हुन्छ। कतिजनाले भन्छन् कि यो कसरी देख्ने भयो, कतिले त्यस व्यक्तिलाई चिन्दैनन्, तर हाम्रो परमेश्वर चाहिँ हरेक कुरालाई हेर्नेवाला परमेश्वर हुनुहुन्छ। त्यही भएर त्यस व्यक्तिले दृष्टि पायो जो जन्म नैदेखि अन्धा थियो। हामी यो सोचमा चाहिँ हामी नपरौँ कि हामी यो कहिले पनि यस्तो नसोचौँ कि यसले पाप गर्यो या यसको बुबा आमाले। केही न केही कुराहरू तपाईँ र हाम्रो जीवनमा घट्छ भने, केही न केही कुराहरू छ जो तपाईँ र मेरो जीवनमा घट्नेवाला छ या फिर घटेको छ, त्यो परमेश्वरको योजना पनि हुनसक्छ। किनभने परमेश्वरको काम हाम्रो जीवनमा हुनको लागि, जसरी यस व्यक्तिको जीवनमा अन्धोपन थियो, यसमा दृष्टि थिएन, तर यस प्रकारले भएको थियो कि परमेश्वरको काम यस मानिसको माथि होस् भनेर। अनि आज हामी हेर्छौँ कति धेरै व्यक्तिहरू छन् जसले येशूको चङ्गाईलाई उनीहरूले पाएर ऊ चर्चमा आउँछन् अनि उनीहरूले विश्वास गर्छन्। चङ्गाईको द्वारा धेरै व्यक्तिहरू चर्चमा आएका छन् अनि तिनले उद्धार पाएका छन् एउटा चङ्गाईको कारणले। साँच्चै नै त्यही भएर यस व्यक्तिले पनि येशूको कामलाई उसले देख्छ, येशूले उसको आँखाको रोशनी ल्याउनुहुन्छ, उसले दृष्टि पाउँछ अनि ऊ येशूमा ऊ आउँछ, उसले विश्वास गर्छ येशूमाथि। साँच्चै नै आज हाम्रो जीवनमा धेरै व्यक्तिहरू छन् जसले चङ्गाई पाएको छन् र चर्चमा आएको छन्, जसले उद्धार पाएको छ। किनभने तपाईँ र मेरो परमेश्वर उद्धार दिनेवाला प्रभु हुनुहुन्छ। तपाईँ र मेरो परमेश्वर चङ्गाईद्वारा पनि व्यक्तिहरू ल्याउने परमेश्वर हुनुहुन्छ। त्यही भएर हामी कहिले पनि यो नसोचौँ कि मेरो जीवनमा यो किन भएको छ, या फिर हामी कोही व्यक्तिलाई देखेर हामी यो नभनौँ कि यो व्यक्ति कसरी यस्तो भएको छ भनेर। तर हरेक काम परमेश्वरद्वारा हुन्छ। तपाईँ र मेरो हरेक आँखाको नानीभन्दा पनि साना साना कुराहरू जो छन् त्यो परमेश्वरद्वारा छन्, त्यो परमेश्वरले सृष्टि गरेका छन्। हरेक कुरा प्रभुले तपाईँ र मेरो लागि राख्नु भएको छ। अनि यस्तो धेरै घटनाहरू छन् होला जो परमेश्वरले तपाईँ र मेरो लागि उहाँको अनुग्रहद्वारा ठिक हुन सक्छन् भनेर यो हुन सक्छ। साँच्चै नै यस वचनद्वारा तपाईँहरूलाई धेरै आशिष मिलोस्। आमेन।